साथीहरु आज चाहिँ म बोक्चे हालेर टुपिएम बनाउन गइरहेको छु। त्यसको लागि मैले लिए दुईटा बोक्चे, त्यसलाई मजाले केलाएर पखाल्न गइरहेको छु। मजाले पानीमा पखालिसकेपछि यसलाई बिचमा चिर्दिए। बिचमा चिरिसकेपछि चाहिँ छिटै पाक्छ भनेर त्यसपछि यता कराईमा मैले पानी हालेर बसाल्दिए। बसाल्दिएपछि त्यता टुपिएम रेडी गर्दैछु। टुपिएम सबै प्याकेटबाट निकालेर अनि यसको प्याकेटभित्रको खुर्सानीको धुलो र ससहरू पनि सबै निकालेर एउटै भाँडामा हालेर रेडी गरेँ। त्यसपछि यता चिकन फ्राई गर्नको लागि तेल हालिदिएँ। त्यसपछि यता पानी उम्ल्यो अनि मैले बोक्चे हालिदिएँ। बोक्चे मजाले उम्लिँदैछ। त्यसपछि यता चिकन रेडी गर्दैछु म। मरमसला स्वादअनुसार नुन हालेर मजाले मिक्स गरिदिएँ। त्यसपछि कराईमा फ्राई गरिदिन थालेँ। यता मजाले फ्राई गरेँ। त्यसपछि यता टुपिएम हाल्दैछु। टुपिएम सबै 4वटा बोक्न लागेको थिएँ मैले चाहिँ आज। अनि यो टुपिएम मजाले उमाल्दैछु। त्यसपछि यता चिकन फ्राई भइसक्यो। यता टुपिएम पनि रेडी हुन लागिसक्यो। टुपिएम चाहिँ हामीले चाहिँ हल्का ग्रेभी टाइपको बनाएर खाने भनेर आज धेरै सुक्खा बनाइन, हल्का ग्रेभी टाइपको बनाएँ। त्यसपछि यता प्लेटिङ गरेँ। प्लेटिङ गरिसकेपछि यता हाम्रो चिसो पनि छ। चिसो हालेर मजाले खाँदैछौँ हामी चाहिँ। खाने भए आउनु होला। बाई बाई।